सानो भाइ र बहिनी साइकलमा चढिरहेछ। यता हो भाइ, यता हो, यता नलजाऊ न भाइ, नलजाऊ। लजाको के छ भाइ? ठिक छ? राइडर हो, राइडर हो? के हो नाम? ल राइडर त गयो त फेरि। हाम्रो गार्मेन्ट चाहिँ यस्तो चलिरहेछ, शेर्पा गार्मेन्ट काम। फुर्बा शेर्पाले ड्याङ्का ड्याङ काम हानिरहेछ। फुर्बा शेर्पा के छ? ठिक छ? काम चलिरहेछ नि होइन? मस्त छ? कति कमाइ आज? 5,000। ल हाम्रो राइडर भाइ के राइडर हो? साइकल राइडर हो? साइकल राइडर हो? ल ठिक छ। एउटा हुइली हालिदेऊ न त, हुइली हानिदेऊ न त, स्टन देखाइदेऊ न। सर्ट आम्मामा कस्तो खतरा। फेरि घुमाउ त। खतरा फेरि आम्मा। हाम्रो सीता दिदीले ड्याङ्का ड्याङ हानेकै छ। पैसा छापेकै गार्मेन्टमा दिनदारै मान्छे करोडपति हुन आँटिसक्यो। हेर पैसा कमाएर। यता सुषमा दिदी लुकिसकेको छ। यता पछाडि लियर लाउनेले ड्याङ्का ड्याङ लगाएकै पछाडि आमामा। यता केसाङ आमाले पैसा आज धेरै कमाएको छ। केसाङ आमा के छ? आज कति पैसा कमाइयो? 1500। महिनामा कति हुन्छ? 41-42 हुन्छ। 41-42 हजार। 100 भन्नु हुँदैन। अब यो महिना कति थाप्ने त सेलरी? 35-36 हजार। म चाहिँ एकदम मिसिन बिग्रेर धन्केर बसिरहेको छु। अरू साथीहरू सबैले पैसा ड्याङ्का ड्याङ कमाएको छ। मेरो चाहिँ यो मिसिन मैले सिलाउने चाहिँ मेरो चाहिँ एकदम मिसिन बिग्रियो। अरू टोलीहरूले पैसा छापेकै हेर्न सक्नुहुन्छ। यता सुषमा दिदी चाहिँ एकदम हाम्रो गार्मेन्टको सुपरभाइजर लजालु दिदी हो। उहाँको लागि एउटा कमेन्ट छोडिदिनु होला तपाईँहरूले। हाम्रो लजालु दिदी भनेर चिनिन्छ उहाँलाई। एकदम हाम्रो गार्मेन्टको चाहिँ एकदम मोडल हिरोनी जत्तिकै राम्री सुन्दरी गोरी हाम्रो सीता दिदी, सीता गोले तामाङ। हाम्रो एकदमै उहाँ चाहिँ टिकटक फेसबुकतिर एकदम इन्स्टातिर भाइरल दिदी हो सीता दिदी। उहाँलाई चाहिँ एकदम तपाईँहरूले सपोर्ट गर्नु होला। हाम्रो यता केसाङको मम्मी भन्छ उहाँ चाहिँ, नाम चाहिँ के अरे? सरस्वती स्वाति। एकदम फेरि उहाँहरू चाहिँ लजाउनुहुन्छ है गार्मेन्टमा। अब अरू त के भन्नु, एकदम हाम्रो बाजेहरूले मन पराउनुहुन्छ उहाँहरूलाई। तर हाम्रो बाजेलाई भावै दिँदैन। केसाङको मम्मीको खबर के छ त? ठिक छ? केसाङको मम्मीले आज हेर्न एकै दिनमा यति कट्टु सिलाए हेर। बच्चाको कट्टु थोरै मात्रै होइन, यो करिब 1000वटा पिस चाहिँ उहाँले आज सिलाइसक्नु भइसकेको छ। कस्तो भइरहेछ? 1000 पिस सुरुवाल सिलाएर आनन्द भइरहेछ? आमामा यस्ता इङ्ग्लिस बोल्ने मान्छेहरू छ हाम्रो गार्मेन्टमा। अब के हुनेवाला छ गार्मेन्टमा? तपाईँहरू जो कोहीलाई पनि इङ्ग्लिसहरू एकदम सिक्न मन लागेको छ भने हाम्रो केसाङको मम्मी स्वाति के पो लेप्चालाई चाहिँ एकदम सम्पर्क गर्नु होला। गार्मेन्टमा यस्ता कपडाहरू प्रोडक्टहरू बनिन्छ। तपाईँहरूलाई लेडिज जेन्ट्स बच्चादेखि लिएर लगायतका सम्पूर्ण कपडाहरू चाहिएमा सम्पर्क गर्न सक्नुहुनेछ। अनि म चाहिँ एकदम यहाँ आमा भेष सिलाएर मेरो दिमाग खराब भइसक्यो। 3 दिन भयो यति सिलाएको। अब कसैले चाहिँ दिनमै यति सिलाउँछ है, म चाहिँ यति सिलाउँछु। अनि यस्तै छ मेरो जिन्दगी। झ्यापमा हो आमा भेष सिलाएको छोराले। अब यस्तै छ है हाम्रो त्यो कपडाको रोलहरू हो। यहाँ चाहिँ मान्छे दिनकै जोखिन्छ है। हाम्रो लेडिजहरू दिनमा म काम गरेर कति घटे बढे भनेर चाहिँ जहिले जोखिन्छ। एकदमै हाम्रो सुषमा दिदी एक्सट्रिम लभर हो। दिनकै एक्सट्रिम दरो खान्छन् दिदीले, लजाउँछिन्। कट्टु सिलाउँदैछन् दिदीले पनि। यताबाट यी दिदीले कट्टु यस्तो रास यता सिलाउँछन्,
अनि अर्का दिदीले चाहिँ यसरी फेरि यता ल्याम्प सिराएर हेर फेरि सिलाउने तरिका पनि यस्तो छ सुपर फास्ट स्वाइँ यता पछाडि फुर्पा शेर्पाले पनि आमा भेष सिलाएकै छ आज। अब यस्तै छ यी बाजेले उहाँ घाँस बोकेर गइसक्यो दिनदारै। सीता दिदीले पैसा छापेकै उसले पनि सुरुवाल बच्चाको कट्टु सिलाइरहेछ। अन्डा पार्ने पोथी भागिसक्यो बाहिर। अब यस्तै छ धागोहरू यता छ हाम्रो है यहाँ। यो हाम्रो गार्मेन्टमा चाहिँ इलास्टिक सिलाउने एउटा एकदम मान्छे चाहिएको छ। शेर्पा गार्मेन्टमा चाहिँ तपाईँको विभिन्न प्रकारको कपडाहरू बनिन्छ। तपाईँहरूलाई सर्टहरू, जिन्सको हाफपेन्टहरू, विन्ड स्वेटरहरू, आमा भेष, विभिन्न प्रकारको टी सर्टहरू चाहिएमा कुनै प्रकारको कपडाहरू तपाईँहरूलाई रेडी गर्नु परेमा शेर्पा गार्मेन्टलाई सम्झिनु होला, मलाई कमेन्ट गर्नु होला। म हाम्रो यस गार्मेन्टको ओनर अथवा हाम्रो यो सुपरभाइजरलाई पनि यो म भनिदिन्छु। उहाँहरूले माथि यो हाम्रो गार्मेन्टको बोससम्म त्यो कुरा पुऱ्याएर तपाईँहरूको प्रोडक्टहरू पनि भन्नुभएको इच्छाएको कुराहरू हामी बनाउनलाई सहयोग पुर्याउनेछौँ। हाम्रो गार्मेन्टको सबैभन्दा एकदम राम्रो काम गर्ने, दिगो फास्ट काम गर्ने केसाङको आमा एकदम मान्छे पनि ब्युटिफुल हुनुहुन्छ। अस्ति भर्खर 3500मा बनाएको कपाल अहिले बिग्रेर यस्तो के होला या अब 2 महिनासम्म ननुहाएर आज नुहाउँदा कपाल बिग्रियो। हालत यस्तो छ, अब गाह्रो पर्ने हो। अब हेरौँ त निकै गाह्रो भयो अब। ल गाइज आजलाई मेरो भ्लग चाहिँ यहीँ अन्त्य गर्दै फेरि भोलि पुनः हाम्रो गार्मेन्टको भ्लग आउने प्रतिबद्धता गराउँदै आजलाई चाहिँ हस्त मेरो सुषमा दिदीको अनुहार देखाउँदै मैले चाहिँ बिदा गरिसकेँ। पछाडि एकदम लियरवाला दिदीहरू पनि एकदम मजा लिइराख्नु भएको छ। टाउकोमा चस्मा राखेर चाहिँ मुस्कुराइराख्नु भएको छ। एकदम रमाइलो छ।